गुड आफ्टरनुन सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ। स्वागत छ है त मेरो नयाँ भ्लगमा। आज चाहिँ हामी भतानी ब्रदर्स सानो पार्टीको लागि टोटोतिर जाँदैछौँ। अहिले चाहिँ कति बज्यो, 4 बज्नु लाग्यो। मौसम चाहिँ यस्तो डेन्जर बादल लाग्छ है, पानी पर्ला जस्तो गरेछ। अब चाहिँ केही समयमा चाहिँ हामी हिँड्नुपर्ने हुन्छ। टक्क पानी पऱ्यो भने चाहिँ जाऊ हुन्छ। टक्क हिँड्ने हामी चाहिँ टक्क निर्मल माम्स र म चाहिँ अब हिँड्दैछौँ, ग्रुप थियौँ। टक्क अब चाहिँ लाग्यो, त्यही अब ग्रुपतिर गएर भेटौँला त्यहीबाट है। टक्क ग्याङहरूसँग भेट्यो। अब चाहिँ ग्याङहरू चाहिँ टक्क बाह्रमा मादल सादल छ है। यहाँ चाहिँ यो दामी पारामा गन्द्री बुन्दैछन् यिनीहरूले। हो ल बाबुले यहाँ डिस्टर्ब भनिदिएछन्, त्यही हो ल दामी पारामा हुँदैछ। डेन्जर पानी पर्ला जस्तो गरे। अब चाहिँ लाग्नुपर्ने हुन्छ बाटो। ओ तिम्रो नाम के अरे? कहाँबाट लिएको भारी? माथिबाट। ल ठिक छ ल। ग्याङहरू लाग्यो टक्क बाह्रमा क्याम्प फायरतिर टोटकेतिर है। ल हो गाइजहरू हो, हल्का हल्ला गर न यार केटा यार। ल है ग्याङहरू टक्क टोटकेतिर यात्रा। अहिले चाहिँ हामी टक्क के भन्छ यसलाई, चौतारा बोट क्रस गरेर ल है त टक्कै हिँडेको आधी बाटोमा डेन्जर थाकिएर बसिन डेन्जर आयो। ग्याङहरू कोही अगाडि कोही पछाडि होइन, टक्क गाउँबारीसँगै हिँड्ने हो। त्यही हो ल, दामी भइरह जस भवाल रमाइलो होला जस्तो छ है। ल ओ के छ सन्चै? अहिले साह्रो बोल न, म सन्चै भन न। ल ठिक छ। तिम्रो नाम के हो नि? के रे? हो घरमा एक्लै हो र? मम्मी बाबा खै त? मम्मी बाबा खै? एक्लै भएर डर लाउनु न यहाँ बस्न, डर लाउनु न हो र? ठिक छ, गुड गर नि त आऊ ल, गुड गर ल, डिस गर ल साथी डिस। ल भोलि भेटौँ ल है। ल बाई, ल बाई बाई। ल है दामी छ जङ्गलहरू, चुत्रोको जङ्गलहरू, वाखेतदेखि हल्का माथि दामी भइरह। ल त्यही हो है त। टक्क 20 मिनट पछि चाहिँ हामी टक्क के भन्छ यसलाई ठुलो माछामा आएको छौँ है त। ल कस्तो भयो हिँड है? खतरा। ल ठिक छ। ल कस्तो भयो? सब नाङ्गे भएको छ है। ल त्यसै ग्याङ ठिक छ नि होइन? ठिक छ। ल अब चाहिँ हामी करिब ल है बेनी बसेर खाएको निस्केछ, भुँडी लाएर भइरहन्छ ए। ल हिँड्यो अब एकछिन थकाइ मेट्यो है, थको पसिनाहरू आएको थियो हल्का है त। ल यस्तै छ, दामी छ क्या भ्यू चाहिँ। बिचमा त टक्क लालीगुराँस भएको छ, झन् दामी हुन्थ्यो। त्यही हो ल, सब जेन्जीहरू बजार बस्ने, भात खाने, सुत्ने। आज धेरै पछि हिँड्दाखेरि गाह्रो भइरहेछ है, डेन्जर गाह्रो भएको छ यार। है घरबाट यार ज्याकेटहरू डेन्जर लाएर आएको, सब खोल्ने बनाएको गर्मीले, कोही त नाङ्गै नै हिँडेछन्। त्यही हो ल, धमाका हुँदैछ है त भतानी ब्रदर्सको, दामी एकदम मेमोरियल। ल है त डेन्जर भइरहेको गर्मी भयो है। करम दोष कस्तो भइरहेको त नि? ल ठिक छ। ल केही भएन के छ त नि? ठिक छ होइन? के हो त भोग्ला खा? ल सबलाई भोग्लाएर बुवा वन मान्छे खोज्ने जाने पर्दैन, जम्मू यहीँ छन्। जन्नर गर्नर गरे मान्छे नि यहीँ छन्। आमामा भ्यू चाहिँ खतरा हो कि डेन्जर छ। ल कुहिरो लाग्यो, हल्का पानी परेर हरियाली भएको चाहिँ डेन्जर देखिन्छ दामी है। ल आमामा यो हो नि त बाटोको शैली भनेको चाहिँ म्याकुरी डेन्जर। एमाजोन जङ्गलमा हिँडे जस्तो फिल भएर आमामा। तर जान्छु म गएन एमाजोन जङ्गलमा, तर हाम्रो लागि एमाजोन सब हो क्या यो, अल ओभर थिङ दामी। ल डेन्जर है, कालो मान्छे कालो भित्रै छ, नदेखिन सक्छु होला, तर म्यानेज गरेर हेर्नु होला। यही हो टोटके जाने बाटो, डेन्जर। ल डेन्जर। ल ग्याङहरू हिँड्दैछन् अब टक्क पारामा। ल है दाउराको जुगाड हुँदैछ, मेरो भडैले डेन्जर काट्दैछन्। ल त्यही होला दाउराको सुरुवात
ल डेन्जर ल सरी है त ल सुकेको थियो त्यही भएर काटिदियो गाली नगर्नु होला अब आगो त ताप्नै पर्यो ज्यान रह्यो भने फेरि पनि रोपौँला बिरुवा ल है डेन्जर भइरहेला लु है त दामी पाराले दामी हाममा यो अन्त शैली भनेको चाहिँ सब हिँडेर दामी ल बल्ल भाइब्स आउँदैछ है ल टक्क क्याम्प फायरको भाइब्स आउँदैछ भाइब्स बाटो हेरौँ त दामी ल सही हो ल एकदमै खतरा भइरह यहाँ एक्लै हिँड्नु त डर लाग्ने यार थाहा कतिबाट पछाडिबाट आएर च्याप्प समाएर किडन्याप गरिदियो भने गाह्रो हुन्छ त केही छैन ल जेन्जेहरू हिँडेछ नाङ्गै बुङ्गै भएर त्यही हो ल ठिक छैन गरम बास ठिक छ ल वान म्यान आर्मी भर्दै ठिक छ नि होइन एक दुई शब्द त भन नि यार ल ठिक छ हाम्रो लागि मानङकोट सारङकोट जम्मै यही बादल छर्लङ्गै छ कि मानङकोटको जस्तै फाइनली रोटकी आइयो ल दामी गरेर मौसमले आममा बल्ल भाइब्स दिँदैछ क्या के अरे सिनहरू चाहिँ त्यस्तो देखाउनु पाएँ होइन तर जे होस् बवाल रमाइलो हुनुभयो जाडोले मौसमले पनि जाडो गरेर टक्क आगो पुग्ने टक्क मासु पोल्ने खाने आम्मा ल ठिक छ है दामी भइरहेको जे होस् साथ दिइरहेछ आजको दिन हामीलाई घताने बोर्डर अलवेज रक ल है त दामी डेस्टिनेसनमा आयो ल बवाल हुन्छ कि आइज ल डेन्जर ल ठक्क पारामा ल है दाउराको जुगाड रहेछ हात परिसक्यो यार है दाउरै नभेट्यो ल मासु पनि टक्क तयारी हुँदैछ ग्याङहरू टक्क आएछ ठिक छ होइन ल ल दामी हुँदैछ है ल ल हो माल ल लभली हुँदैछ है ल बल छ नि होइन एकदम ल ल काले राइडर जी ल घतानी बोर्ड 10 टक्क 12 मा ठिक छ नि हैन ल दामी ल दिपक अंकल करण भाइ ओ मिलन ल घतानी बोर्ड सक्छ त ठिक छ ल गुड मर्निङ त सबैजनालाई ल दामी पारा भइरहेछ हामी चाहिँ रातभरि यस्तो चाहिँ चिल पाराले बस्यो खाइयो भाडा जति फाल्ने मतलब छैन हैन या सेउला काटेर मस्त सुत्यो यहाँ चाहिँ यस्तरी सुत्यो यी टक्क सेउला हालेर डेन्जर पाराले सुत्यो त्यही होला दामी ल अहिले चाहिँ बिहान भयो डेन्जर बाटो टल हजुर केटाहरूको हालत आम्मामा सेन्सी हालत हो ग्याङहरू ठिक छ ल उठ्यो टक्क फेरि सुनाला अब रिसेटतिर जाँदै कफी सफी खाने टक्क भाडामा हल्का फेरि सुन्नु पऱ्यो नि होइन त्यही हो अब चाहिँ टक्क रिसोर्टतिर गइन्छ कफी सफी खाएर टक्क फोटोसोटो खिच्छ त्यहाँ अब फोटोसोटो खिच्ने नि डेन्जर टनल अब सिन त्यस्तै हो गरे अब यही टनलभित्र हेर्ने हिँड्ने छ त्यही हो ल गुराँस रातो गुराँस दामी पारेर ल रिसोर्टतिर आउनु लाग्यो करण दोष के छ खबर बाँचेकै छ गरे होइन ठिक छ ल टक्क अब रिसोर्टतिर जाने कफी सफी खाने टक्क रमाइलो गर्ने एकछिन त्यहाँ बसेर फोटोसोटो खिच्ने त्यस्तै गरे होइन त्यही फोटो त खिचिदिने ढुक्क होइन टनलाई नै फोटो त खिचिदिने हो ल रिसोर्टतिर आएको रिसोर्ट चाहिँ मतलब छैन बाल मतलब चिस बाह्रमा जाने छ ल त टोटको रिसोर्ट अनि अगाडि न गीत बनाएको थिएँ यहाँ ल यहाँ टक्क रिसोर्टमा प्रवेश ओ रिसोर्टमा आयो ल है ओ निर्मल हाम्रो हेन्सम दाइले टक्क कफी बनाएर बिहान मर्निङ सट आइसक्यो कफी आयो कफी सबै खाएर ओ ल है बिहानको खाना पनि पाक्दैछ हाम्रो ल
मर्निङ सबै खाना हुँदैछ ल घरमा लाग्यो ल सी यु नेक्स्ट टाइम है ल केटा ल ओ हल्ला गर ल उठा ओ करण ओ निर्मल ल ओ वाप्स रगित ठिक छ ल लाग्यो है ल बाई बाई टोटके है घरतिर लाग्यो ल देउरालीको बाटो देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो कति राम्रो स्वर घरतिर लाग्यो है जाने बेलामा ओ ग्याङहरू ल देउरालीतिर है ठिक छ नि होइन यो अङ्कल ल देउरालीतिर ओ Yes, lips. गयो त भयो त यो गयो त फाइनल्ली गाउँमा आइयो ल गाइज अहिले चाहिँ म घर आइसकेँ अनि त्यत्रो बाटो हिँडेको थल्का थकै लागेको थियो अनि आएर हल्का झ्यापझुप नुहाइदिइहाल्यो होइन सुतेको भर्खर उठेको अब भिडियो जस्तो भए पनि हेरेर सहयोग गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भिडियो कस्तो थियो के बिग्रेको थियो है बिचमा अब त्यो चाहिँ हजुरहरूले कमेन्ट मार्फत चाहिँ प्रतिक्रिया दिनु होला है त ल हस् धन्यवाद थ्याङ्क्स फर वाचिङ बाई बाई सी यु अन नेक्स्ट भिडियो गाइज